हेलो एभ्रिवान म चाहिँ पशुपति गएको थिएँ। पशुपतिको कस्तो राम्रो दृश्यहरू छ अनि तपाईँले नि हेरिदिनु होला, कस्तो लाग्छ कमेन्ट गर्नुहोला। अनि पशुपतिमा गएको यस्तो भिड थियो कि भक्तजनहरूको एकदम भिड थियो। अनि त्यहाँनिर आरती पनि भएको थियो, आरतीहरू यतात्यता भइरहेको थियो। एकदम रमाइलो, एकदम राम्रो डेकोरेसन गरिरहेको थियो होइन। अनि सजाउने बत्तीहरूदेखिबाट फुलहरूदेखिबाट सबै राम्रोसँग बन्दोबस्त गरिएको थियो। अनि व्यवस्थापन पनि राम्रोसँग भएको थियो होइन। अनि अलिकति मान्छे कुनै कुनै चाहिँ अलि झगडा यता पनि भएको थियो भन्ने सुनेको थिएँ, तर मैले चाहिँ थाहा पाएको थिएन। त्यो चाहिँ अगाडि नै भइसकेको थियो अरे। प्रहरीसँग एउटा दाइले झगडा गर्नुभएको थियो अरे भन्ने सुनेको थिएँ। त्यही पनि म जाँदाखेरि चाहिँ एकदम राम्रो लागेको थियो, एकदम राम्रो थियो। व्यवस्थापन पनि धेरै राम्रो भइरहेको थियो, यतात्यता सब चिज राम्रो थियो। एकदम खुसी लाग्यो होइन। म चाहिँ गएर हेरेर अनि आएको थिएँ। पशुपति जाँदा शिवरात्रिमा पशुपति गएको एकदम राम्रो माहौल थियो कि कुरै नगर्नु, यस्तो राम्रो थियो कि जो स्वर्ग जस्तो भनिन्छ नि त्यस्तै थियो भने एकदम राम्रो थियो। अनि डेकोरेसनहरू यतात्यता फुलहरू सब बवाल थियो। अनि तपाईँहरू जानुभयो कि भएन कमेन्ट गर्नुहोला होइन। अनि आरती हुँदैखेरको एकदम दामी भ्यूहरू पनि देखियो, एकदम राम्रो छ। तपाईँहरू पनि हेरिदिनु होला, कस्तो लाग्छ कमेन्ट सब्सक्राइब अनि गर्न नभुल्नु होला होइन। यस्तो राम्रो छ कि। अनि पार्ट 2 पनि मैले राखेको छु। पार्ट 1 मा चाहिँ थोरै राखेको छु किनकि धेरै हुन्छ। अनि त्यसै भएर धेरै हुने भएकोले आफू पनि हेरिदिनँ अनि अरूलाई पनि हेर्न अलि अल्छी लाग्छ भनेर हेरिएको मैले धेरै राखिदिएको छैन। जम्मा 4 मिनेट त्यस्तै त्यस्तै मात्रै राखेको छु होइन। कस्तो लाग्छ भन्नुहोला। तर राम्रो छ, एकदम राम्रो छ। भिड चाहिँ भक्तजनहरूको भिड एकदम धेरै थियो। अनि त्यहाँ डेकोरेसन पनि एकदम राम्रो गरिएको थियो, फ्लावरहरू त्यस्तै। अनि पशुपतिलाई यस्तो सजाइएको थियो कि भगवान् पशुपतिलाई दामी थियो। सबजनाहरू आइरहेको थियो। अनि त्यहाँ मात्रै नभइकन अनि मसँग चाहिँ एउटा किस्सा पनि भएको थियो होइन। त्यहाँ अलि इन्डियाबाट आउने यो के अरे फेक बाबाजीले होइन, फेक बाबाजी हो कि के हो होइन, पैसा जादु यतात्यता गर्छु भनेर नाममा ठगेको जस्तो त्यस्तै त्यस्तै गरिदिने होइन। ठुलो पैसा निकाल्नु भन्ने अनि पछि चाहिँ लास्टमा पैसै नदिने जस्तो केस पनि भयो। तर मैले चाहिँ त्यो चाहिँ भिडियोहरू यतात्यता बनाइनँ। तर कस्तो लाग्छ कमेन्ट गर्नु होला होइन। मेरो भिडियो कस्तो लाग्यो, राम्रो छ जस्तो लाग्छ। अब तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला। अनि सब्सक्राइब पनि गर्नुहोला नयाँ हुनुहुन्छ भने। कस्तो लाग्छ, तर ठाउँ चाहिँ एकदम राम्रो छ, राम्रो बनाइएको थियो। शिवरात्रिको दिन होइन, एकदम दामी भएको थियो। राति भए पनि दिनको जस्तो उज्यालो भएको थियो। त्यही हो होइन। तपाईँहरू पनि जानुभयो कि भएन कमेन्ट गर्नुहोला। म चाहिँ गएर आएको थिएँ। अरू भिडियो चाहिँ अर्को पछि हाल्छु है त गाइज। सबैजनालाई धन्यवाद भिडियो हेरिदिनु भएकोमा। हेलो एभ्रिवान म चाहिँ पशुपति गएको थिएँ। पशुपतिको कस्तो राम्रो दृश्यहरू छ अनि तपाईँले नि हेरिदिनु होला, कस्तो लाग्छ कमेन्ट गर्नुहोला। अनि पशुपतिमा गएको यस्तो भिड थियो कि भक्तजनहरूको एकदम भिड थियो। अनि त्यहाँनिर आरती पनि भएको थियो, आरतीहरू यतात्यता भइरहेको थियो। एकदम रमाइलो,